याद गरिहाल्छु। मैले अघिल्लो भिडियोमा हाम्रो स्थानीय स्तरमा कसरी दाना बनाउन सकिन्छ भन्ने विषयमा तपाईँहरूलाई भन्न गइरहेको थिएँ, र सम्पूर्ण अन्नबालीहरू मिसाएर मैले पिसेर ल्याइसकेको छु। अब चाहिँ यहाँ हामीले दाना बनाउन आवश्यक सम्पूर्ण कुराहरू म तपाईँहरूलाई भन्छु पनि र बनाएर पनि देखाउनेछु। भिडियो अन्तिमसम्म हेर्नु होला। सर्वप्रथम मैले यो अन्नबालीहरू सम्पूर्ण पिसेर यत्तिको बनाइसकेको छु। अब यहाँ चाहिँ मैले विथ ब्रान्ड गहुँको पिठो, गहुँको धुतो चाहिँ मैले यसमा मिसाउन गइरहेको छु। यो चाहिँ गहुँको धुतो विथ ब्रान्ड भनिन्छ, देख्न सक्नुहुन्छ। आवश्यक मात्रामा हो। त्यसै गरी मैले अब यहाँ राइस ब्रान्ड धानको धुतो मिसाउन गइरहेको छु। आवश्यक मात्रामा धानको धुतो। यसरी हामीले स्थानीय स्तरमा दाना बनाउँदा पशुहरूलाई चाहिने सम्पूर्ण पोषक तत्त्वहरू प्रदान हुन्छ। यसले अब पशुहरूमा दुध, मासु, अन्डा सम्पूर्ण कुरामा विकास हुन्छ। यति मिसाइसकेपछि अब यहाँ मैले तोरीको पिना भन्छ, मैले यसलाई काँचो हाल्नु हुँदैन, यसलाई भुटेर यत्तिको बनाएर मैले चाहिँ यहाँ पिना हाल्न गइरहेको छु। त्यसै गरी यो चाहिँ मिनरल मिक्स छ। यो चाहिँ बजारमा देख्न सक्नुहुन्छ। यसमा चाहिँ आवश्यक पर्ने पौष्टिक तत्त्वहरू सम्पूर्ण हुन्छ। यसमा चाहिँ 250 ग्रामको मिनरल मिक्सचर। हामीले गाउँघरमा दिने कुलो भन्दा यसरी बनाएर सम्पूर्ण गाउँघरमा उत्पादन भएका अन्नबालीहरू मिसाएर यो भिडियो अनुसार नै तपाईँले दाना बनाउनु भयो भने तपाईँको पशुहरूको उत्पादनमा वृद्धि हुनेछ। त्यसै गरी अब यसमा आवश्यक मात्रामा आयोडिन, नुन, सोडियम क्लोराइड, यति हालिसकेपछि अब हाम्रो दाना तयार भयो। यसलाई मजासँग मोलेर त्यो पशुलाई दिने भने एकदमै मजाले खान्छ। र तपाईँहरूले पनि घरमा कहिले मकैको पिठो मात्र, गहुँको पिठो मात्र दिनुहुन्छ भने यसरी सम्पूर्ण कुराहरू मिसाएर दाना बनाउने भने तपाईँको पशुमा धेरै सुधार आउनेछ भन्दै भिडियोलाई माया गरिदिनुहुन्छ भन्दै हस्त धन्यवाद। नमस्कार। नमस्ते, धन्यवाद।